हेलो गाइज वेलकम ब्याक। सबैजना सन्चै हुनुहुन्छ होला है। म नि एकदम सन्चै छु। आज फेरि अर्को मेरो नयाँ भिडियो आइसकेको छ। डुनर बनाएको है गाइज। मैले चाहिँ घिउलाई एड गरिसकेँ, देखिसक्नुभयो। अब दुधलाई एड गर्न चाहिरहेको छु। मैले दुध पनि एड गरेँ। अब चाहिँ म थोरै सोडा राखिदिन्छु है त गाइज। हेर्नु होला आजको भिडियो चाहिँ इन्जोय गर्नु होला तपाईँहरू। मैले थोरै सोडा राखिदिएँ। यो चाहिँ डुनरमै एड गर्नुपर्ने हो। यसलाई डुनरमा एड गर्नुपर्ने एउटा यसको नाम चाहिँ ठ्याक्क मलाई थाहा छैन। अनि अब एउटा अन्डा राख्छु। अन्डा राखिसकेपछि अब मजाले फिट्ने है। चिनी राख्न बिर्सेछु मैले, चिनी राख्छु। अब थोरै चिनी राखेँ मलाई, किनकि थोरै चिनी मनपर्छ नि त, धेरै गुलियो चाहिँ मन पर्दैन। अब थोरै नुन पनि राखिदिने। यो पनि फेरि मेरो के हो भने यो डुनर पनि पहिलो फर्स्ट एक्सपिरियन्स के। मलाई डुनर बनाउन आउन, तर मेरो फर्स्ट ट्राई हो है गाइजहरू। यो चाहिँ मेरो फर्स्ट ट्राई हो। लास्टसम्म हेर्नु होला कस्तो हुन्छ। माया गरिदिनु होला फुल भिडियो हेरेर सपोर्ट है त साथीहरू। यो मेरो फर्स्ट एक्सपिरियन्स हो। मैले अब पिठोलाई पनि मिक्स गरिसकेको छु। यसलाई चाहिँ एकदम राम्ररी मिक्स गर्नुपर्छ हैन। अब मैले यसलाई मिक्स गरेर 3 घण्टासम्म ठ्याक्क छोपेर राखिदिन्छु। 3 घण्टा पिठोलाई नि एड गरेर हामीले अब सेटअप गरिसकेको छु। अब यसलाई 3 घण्टासम्म हामी राख्छु अलि तातो ठाउँमा। रेडी भइसकेको छ। अब मैले चाहिँ प्लास्टिकलाई फाल्दिएँ है। हेर्न सक्नुहुन्छ पिठो फुलिसकेको छ गाइजहरू। अनि हल्का गिलो भएको जस्तो लागिरहेको छ मलाई। हल्का गिलो भएछ त्यही नि बन्छ गाइजहरू। अब चाहिँ म डुनरको सेप बनाउन चाहन्छु। ल गाइज फाइनली डुनरको सेप पनि बन्यो। ल त यही म तेलमा राखिदिन्छु गाइज। देखि नै सक्नुभयो तपाईँहरूले रेडी भइसक्यो भन्ने कुरो होइन। अब चाहिँ म खाना गइरहेको छु गाइजहरू है। अब कस्तो छ त टेस्ट गर्छु है त गाइजहरू। म चिया पनि बनाइसकेँ मैले। अब चाहिँ फर्स्ट बाइट चाहिँ तपाईँले लिन सक्नुहुन्छ। टेस्ट हाल्नुलाई वाह बब्बाल फ्राई गाइज बब्बाल। एकदम दामी।